ओम श्री गुरवे नमः। जय गुरुदेव, जय श्री राधे, जय श्री कृष्ण। नमस्कार आदरणीय दर्शकवृन्द, परम पावन ज्ञानपथका साधकहरूमा ध्यान अभिवादन साथै हार्दिक स्वागत छ तपाईहरूलाई सत्यको उज्यालो फैल्याउने हाम्रो युट्युब च्यानल एवं फेसबुक पेज कृष्ण कोइराला गुरुजी। म कृष्ण कोइरालाको तर्फबाट स्वीकार्नुहोस् सर्वप्रथम त जय श्री राधे, जय श्री कृष्णको ध्यान अभिवादन। आज हजुरलाई साक्षात्कार गराउँदैछु एक अति संवेदनशील, सूक्ष्म र अदृश्य शक्ति गुरु अस्तको रहस्यमा। आजको यो विशेष भिडियोमा हामी चर्चा गर्नेछौँ एक पवित्र तर गहन खगोलीय अवधिको, जसलाई भनिन्छ बृहस्पति अस्त। कुन दिनबाट सुरु हुन्छ बृहस्पति अस्त अनि कुन कुन कार्यहरू गर्न हुँदैन यस अवधिभित्र र कुन कुन कार्यहरू गर्न मिल्दछ, के उपायले यो बृहस्पति अस्तमा हामीलाई लाभ मिल्छ, यिनै सम्पूर्ण विषयमा आधारित यो पूर्ण शास्त्रीय जानकारी अब हामी प्रस्तुत गर्दैछौँ। कृपया भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। ज्ञान र धर्मको मार्गमा आउनुहोस्, हामी सबै मिलेर अगाडि बढौँ। बृहस्पति अस्त हुने दिन सबैभन्दा पहिले पञ्चाङ्गबाट सुरु गरौँ। बृहस्पति कहिले अस्त हुँदैछन्? मिति 2082 साल जेठ महिनाको 29 गते, तदनुसार 12 जुन 2025 बृहस्पति अस्त हुने दिन र त्यस्तै गरेर बृहस्पति उदय हुने दिन भनेको मिति 2082 साल अषाढ महिनाको 22 गते, तदनुसार 6 जुलाई 2025 को दिन। यसबीचको झन्डै 25 दिनको अवधिमा शुभ कार्यहरू, शुभ कर्महरू शास्त्रीय रूपमा निषेध गरिएको छ। जब सूर्यको तेजमा हराउँछ बृहस्पति, जब मौन बन्छ ब्रह्म विद्या, तब समय बोल्दैन, आत्मा बोल्न थाल्छ। आउनुहोस् बुझौँ गुरु अस्तको यो मौन क्षण हाम्रो जीवनका कुन कुन द्वार खोल्न सक्दछ। यो गुरु अस्तले हाम्रो जीवनका कुन कुन बाटाहरू उघारिदिन सक्छ। यो गुरु अस्तले गुरु अस्तको अर्थ के हो? सबैभन्दा पहिले हामीले बुझ्नुपर्ने कुरा, गुरु अस्तको अर्थ भनेको गुरु ज्ञानको प्रतीक, धर्मको आधार र शास्त्रको सार हो। अस्त भनेको अस्तित्वबाट अस्थायी रूपमा अदृश्य हो। जब गुरु बृहस्पति सूर्यदेवको निकट पुग्नुहुन्छ र सूर्यको तेजमा लुकेर दृष्टिबाट हराउनुहुन्छ, त्यो समयलाई नै हामी भन्छौँ गुरु अस्त भयो भनेर। यो एउटा खगोलीय घटना मात्र होइन दर्शक महानुभावहरू, यो मानव जीवनको आध्यात्मिक कम्पनमा असर गर्ने काल हो। यस अवधिमा ब्रह्मकर्म, वैदिक संस्कारहरू, विवाह, यज्ञ आदि कार्य गर्न शास्त्रले वर्जित गरेको छ। गुरु अस्तको आध्यात्मिक प्रभाव यो समयमा विचारमा भ्रम देखा पर्न सक्छ हो। निर्णयहरू अलमल्ल पर्न सक्छन्। शास्त्रले निषेध गरेका कर्महरू धेरै छन्, यसमा हामीले जान्नुपर्नेछ, बुझ्नुपर्नेछ। किनकि गुरु अस्त भएको बेला, शुक्र अस्त भएको बेला त्यस्ता केही काम्य कर्महरू छन् जुन शास्त्रले हामीलाई निषेध गरेको छ र हामीले यो कार्यलाई गर्न हुँदैन। आउनुहोस् अब हामी बुझ्नेछौँ गुरु अस्तको समयमा गर्न नहुने कार्यहरू के हुन्। सबैभन्दा पहिले इनार खन्नु हुँदैन। नयाँ इनार खन्दै हुनुहुन्छ भने त्योभन्दा गर्नुहोस्। तलाउ, कुवा खन्न नमिल्ने। नयाँ बगैँचा निर्माण गर्दै हुनुहुन्छ भने यो गुरु अस्तको बिचमा गर्न हुँदैन। नयाँ घर बनाउने सोचमा हुनुहुन्छ भने यो गुरु अस्तको बिचमा गर्न हुँदैन। नयाँ घरमा प्रवेश गर्ने विचार गर्नुभएको छ भने पनि यो गुरु अस्तको बिचमा नयाँ घरमा प्रवेश गर्न मिल्दैन। नयाँ मन्दिर निर्माण गर्न मिल्दैन। देवताहरूको प्राण प्रतिष्ठा गर्न मिल्दैन। चान्द्रायण व्रत आरम्भ गर्न मिल्दैन। साथै चान्द्रायण व्रत उद्यापन पनि गर्न मिल्दैन। नयाँ वधु, नयाँ बेहुली हुनुहुन्छ, यही बिचमा प्रवेश गराउन खोज्दै हुनुहुन्छ भने नयाँ वधु प्रवेश पनि गराउन मिल्दैन। तुलादान गर्न मिल्दैन। यो बिचमा महादानहरू गर्न मिल्दैनन्। अनि त्यसपछि जलशाला निर्माण गर्न मिल्दैन। गुरु दीक्षा लिन मिल्दैन। पहिलोचोटि कपाल काट्ने सोच विचार गर्नुभएको छ भने पहिलोचोटि कपाल काट्न पनि मिल्दैन। विवाह कर्म गर्न मिल्दैन। कहिल्यै नगरिएको देवताहरूको दर्शन गर्न मिल्दैन। कहिले नगएको तीर्थयात्रामा जान मिल्दैन।
राज्याभिषेक कर्म गर्न मिल्दैन। पहिलोचोटि कान छेड्ने कर्म गर्दै हुनुहुन्छ भने त्यो कर्म पनि गर्न मिल्दैन। पुराण वाचन गुरु हस्तको बिचमा त्यो बेला पनि गर्न हुँदैन, पुराण वाचन गर्न मिल्दैन। लगायत कुनै पनि काम्य कर्महरू छन् भने ती काम्य कर्महरू गुरु हस्तको बिचमा गर्न हुँदैन। अब गुरु हस्तको बिचमा काम्य कर्महरू गर्नै हुँदैन भने गर्न हुने कर्महरू चाहिँ के छन् त जुन हामीले गर्नुपर्छ भन्दाखेरि प्रतिदिन गरिने सन्ध्या वन्दन, त्यसमा दोष लाग्दैन। पाञ्चायन पूजा, दुर्गा पूजा, चतुर्मास व्रत, त्यसमा दोष लाग्दैन। तुलसीको पूजा, तुलसी विवाह, तुलसीको मठमा हवन गर्ने कर्म, रामनवमी भयो, जन्माष्टमी भयो, यी कर्महरू गर्नको लागि दोष लाग्दैन। त्यस्तै गरेर आफूले गर्दै आएका कर्महरू छन्, आफूले गर्दै आएका नित्य व्रत छन्, पूजापाठ छन्। अब जस्तै कसैले आइतबारको व्रत लिनुहुन्छ, कसैले सोमबारको व्रत लिनुहुन्छ, कसैले मङ्गलबारको व्रत लिनुहुन्छ, कसैले शुक्रबारको व्रत लिनुहुन्छ भने ती व्रतमा दोष लाग्दैनन्। बार अनुसारका व्रत, यसमा दोष लाग्दैन। नित्य कर्महरू छन्। मातापिताको श्राद्ध आयो, अब कतिले सोध्नुहुन्छ मातापिताको श्राद्ध आयो गर्न मिल्छ कि मिल्दैन एकोदिष्ट श्राद्ध भनेर, त्यसमा दोष लाग्दैन। नित्य स्नान गरेर गरिने तर्पणमा दोष लाग्दैन। आशौच मृतकको कर्महरू गर्न, ग्रहणमा स्नान गर्न दोष लाग्दैन। बच्चा जन्मियो, अब गुरु बृहस्पति अस्त छ भनेर नसोच्नु, न्वारण गर्न दोष लाग्दैन। पहिले बनाउन थालिएका घरहरू छन् भने ती घर बनाउनको लागि मिल्छ, तर नयाँ घरको थालनी गर्न भने मिल्दैन। सधैँ गइरहेको मन्दिर छ, तपाईँ अरू बेला पनि गइराख्नुहुन्थ्यो भने त्यो मन्दिर जान मिल्छ, तर कहिल्यै जाँदै नगएको मन्दिर पहिलोचोटि जान भने मिल्दैन। यी कर्म शुक्र अस्त भएको बेला साथै बृहस्पति अस्त हुँदा गर्न मिल्छ। तर अगाडि माथि जुन बताएका कर्महरू छन् ती कर्महरू भने गुरु अस्त भएको बेला र शुक्र अस्त भएको बेला गर्न मिल्दैन। अब गर्न हुने कर्म र नहुने कर्म त दर्शक महानुभावहरू हामीले बुझ्यौँ। अब यसमा के गर्दाखेरि हामीलाई फाइदा हुन्छ यो बृहस्पति अस्तमा, यो कुरा पनि हामीले बुझ्नुपर्छ है। जस्तै यदि तपाईँको जन्मकुण्डलीमा बृहस्पति कमजोर छ वा गुरु अस्तले तपाईँलाई असर गरिरहेको छ, कुनै पनि काम तपाईँका भइरहेका छैनन् भने केही उपायहरू छन् जुन उपाय गर्दाखेरि तपाईँलाई प्रत्यक्ष फल मिल्न सक्छ। अब यसका लागि के गर्ने त आउनुहोस् त्यो म बताउनेछु। यदि तपाईँको जन्मकुण्डलीमा गुरु बृहस्पति कमजोर छ भने प्रत्येक बिहीबारको दिन ओम ब्रीम बृहस्पतये नमः यो मन्त्र 108 पटक जप गर्नुहोस्। त्यसपछि पिपलमा जल चढाइदिनुहोस् अनि ब्राह्मणहरूलाई गुरुलाई चोखो वस्त्र, पहेँलो वस्त्र दान गरिदिनुहोस्। बिहीबारको दिन है, चना, बेसार, गुड, घिउ जस्ता वस्तुहरूको दान गरिदिनुहोस्। गाईलाई हरियो घाँस काटेर खुवाइदिनुहोस् वा गुड मिसिएको केही पिठो, चामल जे सक्नुहुन्छ गुड मिसाएर त्यो भोजन गराइदिनुहोस्। अनि गुरु मन्त्र ओम ब्रीम बृहस्पतये नमः यो मन्त्र प्रत्येक बिहीबार 108 पटक जप गरिदिनुहोस्। त्यसले धेरै फाइदा दिन्छ। ज्ञानको साधना, आत्मचिन्तन, स्वाध्याय, ध्यान, गुरुको सेवा, वृद्धहरूको सेवा, ब्राह्मणको सेवा, अनाथ, दिन दुखी, असहाय, भोकाएका व्यक्तिको सेवा, यी व्यक्तिहरूलाई सेवा गर्दै अन्नदान गर्न सक्यो भने हाम्रो यदि कुण्डलीमा बृहस्पति कमजोर छ भने त्यो बृहस्पति बलवान हुन्छ र हामीलाई शक्ति दिन्छ। त्यस्तै गरेर विष्णु सहस्त्रनामको पाठ गरिदिनु, गायत्री मन्त्रको जप गर्ने, श्रीमद् भगवत गीताको पाठ गर्ने, यी कर्महरू हामीले गर्यौँ भने हाम्रो जीवनमा धेरै सफलता मिल्नेछ। गुरु अस्तको समय हाम्रो बाह्य गति रोक्न खोज्छ, तर यो मौनताले हाम्रो अन्तर्मनमा एउटा गहिरो ज्वालामुखी जगाइरहन्छ। बाह्य गुरु लुप्त भए पनि अन्तर गुरु भने जागृत हुन्छन् है। यो कुरा पनि हामीले विचार गर्नुपर्छ। यो समय हाम्रो अन्तरात्मामा शुद्ध प्रकाश फुकाउने सुनौलो अवसर हो। गुरु अस्त भयो भनेको अन्धकार होइन दर्शक महानुभावहरू, त्यो त मौनताको महासाधना हो। गुरु दृष्टिमा नदेखिए पनि हृदयमा झन प्रज्वलित भएर बस्नुहुन्छ। यस पवित्र समयमा शब्द होइन मौन बोल्छ, कर्म होइन चिन्तन चल्छ, बाह्यता होइन आन्तरिक साधना फल्दछ।
त्यसैले शास्त्रले भनेको कर्म हामीले गर्यौँ भने हाम्रो जीवन उज्जवल हुन्छ, जीवनमा सफलता मिल्छ र सोचेका कामहरू पुरा हुँदै जान्छन्। दर्शक महानुभावहरू, आज मैले हजुरहरूलाई गुरु अस्तमा गर्न हुने एवं गर्न नहुने कार्यहरू साथै के गर्दा फाइदा हुन्छ त्यो विषयमा जानकारी गराए। अझै गुरु अस्तको विस्तृत जानकारी भने बृहत् संहिता, नारद संहिता र पराशर ज्योतिष लगायत ग्रन्थहरूमा बृहस्पति अस्तको विषयमा विस्तृत वर्णन गरिएको छ। तर मैले यो सार संक्षिप्त हजुरलाई सानो छोटो जानकारी होस् भन्नका निमित्त छोटो भिडियोमा प्रस्तुत गरेँ। अस्तकाल भनेको आत्मचिन्तन र संयमको समय हो है। यो कुरालाई हामीले धेरै बुझ्नुपर्छ नि। शुभ कर्मको सट्टा शुभ चिन्तन गर्न पर्यो। हामीले शुभ चिन्तन गर्नुपर्ने अवसर हो। समय परिवर्तनशील हुन्छ, तर समय अनुसार कर्म गर्नुलाई नै धर्म भनिन्छ। समयले जस्तो प्रकारले हामीलाई ढाल्दैछ त्यही प्रकारले हामीले कर्म गर्यौँ भने त्यो कर्मले फल हामीलाई दिन्छ। बृहस्पति अस्तको अवधि कुनै भएको समय होइन, बरु सत्कर्म र भक्ति मार्गमा लाग्न प्रेरित गर्ने अवसर हो। त्यसैले ज्ञान, संयम, सेवा र आत्मचिन्तनमा समर्पित बन्नु। दर्शक महानुभावहरू, तपाईलाई यो जानकारी कस्तो लाग्यो? उपयोगी लाग्यो भने कृपया यो भिडियोलाई लाइक, सेयर अनि कमेन्ट गर्न नबिर्सिनुहोस्। साथै कृष्ण कोइराला गुरुजी च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोस् है। यदि हजुर हाम्रो भिडियोलाई फेसबुक पेजको माध्यमबाट हेर्दै हुनुहुन्छ भने पेजलाई फलो गरिदिनु होला। अनि यदि तपाईँ पहिलोचोटि कृष्ण कोइराला गुरुजी युट्युब च्यानलमा आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, किनकि हजुरले अझै धेरै शास्त्रीय, धार्मिक र प्रेरणादायी सामग्री प्राप्त गर्दै जानुहुनेछ। हस्त दर्शक महानुभावहरू, आगामी दिनमा अन्य भिडियोलाई लिएर उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने म कृष्ण कोइराला सम्पूर्ण टिमको साथमा बिदा हुन्छु। जय श्री राधे, जय श्री कृष्ण।